रडसँग छुएर त्यो कनेक्ट भएको छ भने भोल्टेज करेन्ट हुन्छ अनि त्यतिखेर चाहिँ यहाँ भोल्टेज कम देखाउँछ अनि यो कोठामा बिग्रेछ भनेर भोल्टमिटरले थाहा पाउँछ। अब एमिटरले चेक गर्दाखेरि चाहिँ के गर्नुपर्छ भने त्यो घरभित्र भएका यो बिजुलीको उपकरणको पावर कति लोड हुन्छ हेर्दै जानुपर्छ। पङ्खा होइन 70 वाट, बिजुलीको चिमहरू कति वाट छ होइन, अनि मोटर फ्रिज राइस कुकर छ भने तिनीहरूको पावर हेर्दै जाने। अब कोठा नम्बर 1 मा कति पावर लोड लागेको छ त्यो टोटल पावरलाई हेर्नु। अनि हाम्रो सूत्र छ नि करेन्ट निकाल्ने I = P/V, त्यो सूत्र प्रयोग गरेर यति एम्पियर करेन्ट बग्छ भनेर हिसाबबाट निकाल्नु। त्यसै कोठा नम्बर 2 मा पनि कति पावर के लागेको छ सबै कुरो हेर्नु होइन, अनि त्यसको फर्मुला सूत्र प्रयोग गरेर कति करेन्ट बग्ने हो त्यो निकालेर एक ठाउँमा टिपिराख्नु। त्यसै कोठा नम्बर 3 मा जानु, के पावर के लागेको छ हेर्नु, अनि करेन्ट फ्लो कति हो क्याल्कुलेसन गरेर निकाल्नु, हिसाबले बताउन सक्छ यति भनेर बताएर। अब यति बताइसकेपछि अब चाहिँ अनि अब लाइन दिएर हेर्नु पर्यो। अब लाइन चालु गर्नु, पहिला चाहिँ यो सबै एमसिबीलाई अफ गर्नु, अनि कोठा नम्बर 1 को एमसिबी उठाउनु। तर यो चाहिँ कोठा नम्बर 1 को एमसिबी एउटै मात्रै छ। अब घरमा चाहिँ को हुनसक्छ, पावर सर्किटको एउटा लाइट एउटा दुईटासम्म दुईटा उठाउनु पर्यो। अहिले चाहिँ एउटा कोठाको एउटा कोठा कुन हो त्यो लाइट अहिले चित्रमा चाहिँ एउटा उठाउनु भयो घरमा चाहिँ दुईटा, अनि त्यो एउटा एमसिबी उठाउनु, मानिलिनु यो दुईटा अप्सन उठायो कोठा नम्बर 1 को सबै लोडलाई चलाउनु। चलाउँदाखेरि चल्दै गयो अनि यहाँ एमिटरमा करेन्ट देखाउँछ नि, यहाँ इन्टरमिटर देखाएको करेन्टको मान र अनि हिसाब गरेर निकालेको करेन्टको मान मिल्यो भने यो कोठामा लिक छैन, ठिक छ, बुझ्नु त, यो कोठामा ठिक छ। अनि कोठा नम्बर 1 बाट लिकेज छैन पत्ता लाग्यो, अब यसलाई अफ गरिदिनु। अनि फेरि अर्को कोठामा उठाउनु, यो भने कोठा नम्बर 2, अनि कोठा नम्बर 2 मा गएर त्यहाँबाट सबै लोडहरू चलाउनु। अनि लोडहरू चलाउँदाखेरि त्यो हिसाबले फर्मुलाले निकालेको करेन्टको मान र इन्टरमिटर देखाएको करेन्टको मान मिल्यो भने त्यहाँ पनि लिक छैन। अब मानिलिनु कोठा नम्बर 3 मा पनि त्यसरी अब सबै अफको त्यसको अनि यो गरेर सबै लोड चलायो। अब यो चलाएको हेर्न एकजना साथी छ र मिटर हेर्न एकजना साथी, दुईजना हुनै पर्यो। अनि यसरी चलाउँदाखेरि चाहिँ हाम्रो हिसाबले भनेको करेन्टभन्दा इन्टरमिटर देखाएको करेन्टमा ज्यादा देख्यो भने अनि यो कोठामा चाहिँ लिकेज छ भन्ने पत्ता लाग्छ। अनि यो कोठामा लिकेज भन्ने पत्ता लागेपछि अब यहाँ अब यो कोठाको चाहिँ अब वाइरिङ एकचोटि डिस्काउन्ट गर्नुपर्छ। पावर सकेट पावर पोइन्टबाट लिक भएको नि पावर सकेट तार खोलेर हेर्नु, त्यो लिक भएको भेटिन्छ। अनि कहाँबाट लिक भएको त्यहाँ देखिन्छ, तार टाँसिएर यता टाँसिएको रहेछ होइन, यता छोपेको रहेछ देखिन्छ, त्यसको अलिअलि भन्नुभएको छ त्यो भेटिन्छ। त्यो लिक चाहिँ जादु तरकारी हुँदैन, अहिले के भनेर थाहा हुन्छ, लिकेज भएको देखिन्छ खोलेर हेर्दा। अनि सर अर्को तरिका चाहिँ अर्को यो यसरी जोडो होइन सर, हजुर, कुनै पनि लोड नचलायो त्यतिखेर पनि लिकेज यस्तो छ। त्यो त आफ्नो टेक्निसियनले चाहिँ राख्नु भयो। अब यसरी अब मेरो हिसाबले बिजुलीको तारैबाट लिक भएको छ भने यो लोड छ झिकिदिनु, एमसिबी अन गर्नु, स्विचहरू अन गर्नु, मेरो साथीबाट लिक भएको हो मिटरले देखाइहाल्छ। अनि त्यतिखेर तारैबाट लिक भयो होइन, यसरी लोड झिकिदिएर पनि चेक गर्नुभयो यहाँबाट भएको लिकमा चाहिँ। तर घरमा अब पानी तान्ने मोटरबाट लिक भइरहेको छ, फ्रिजबाट लिक भइरहेको छ भने चाहिँ त्यतिखेर त्यो लोड हटाउनु त चुप्पा लाग्छ, लोड जाँडेपछि लिक हुन्छ, त्यो दुईटै हेर्नु पऱ्यो। अब पङ्खाबाट पनि कस्तो कन्डिसनमा लिक हुन्छ भने पङ्खा धुँदाखेरि माथि एउटा रबरको डल्लो हुन्छ, माथि रबर हो, त्यो रबर चाहिँ कसैले लगाइदिँदैन अथवा छ भने पनि त्यो चोइटेर मक्केर फाटिन्छ कि त, त्यो नहुँदा ठ्याङ आवाज आउँछ, झेकिहाल्नुपर्छ। अनि त्यो रबर चाहिँ डल्लो छैन, फेन माउन्टिङ रबर भन्छ, हो त्यो छैन भने पङ्खाको बडीमा लिकेज भयो भने नि तपाईँको हो त्यो रड हुन्छ जम्मूतिर करेन्ट फ्लो हुन्छ। अनि हो त्यस्तो केसमा त अब फेरि लोड लगाएर हेर्नु पर्यो। अनि यो मेन सर्किटबाटै भएको लिकेज हो भने चाहिँ लोड झिकिदिएर पनि देखायो भने मेन सर्किटबाट हो होइन। अनि त्यसरी करेन्ट लिक देखायो, अब एउटा एमसिबी अफ गर्नु, करेन्ट लिक देखाइरहेको छ भने त्यो एमसिबीको कोठाबाट छैन थाहा भयो, अर्को एमसिबी अफ गर्नु, अनि करेन्ट लिक हुन छोड्यो भने हो यो एमसिबी कुन कोठा त्यहाँबाट लिकेज छ भने थाहा भयो। अनि त्यो थाहा भएपछि त्यसको पावरमा हो कि लाइटमा हो त्यो पनि हेर्नु न, ठक्क सर्किट तार वायरिङ त्यो चाहिँ खोल्नै पर्छ, देख्नुपर्छ। त्यति गरेर त्यहाँ पुऱ्याएर फेरि भोल्टमिटरले चेक गर्दा अनि त्यतिखेर भोल्टमिटर पनि हुँदो रहेछ कि हुँदो रहेछ भने हेर्दै भयो। भोल्टमिटरमा पनि देखाउँछ त्यो करेन्ट लिकेज सँगसँगै भोल्टेज पनि लिकेज हुन्छ भन्नु त। अनि त्यो मेन भोल्टेज 230 छ भने त्यो टर्मिनल भोल्टेज चाहिँ 228 होइन 227 1-2 भोल्ट भए पनि घटी देखाउँछ।
अनि यो अहिले मैले मुखले भने अब त्यही कुरो चाहिँ भाषामा छ लेखाइ मुखले त अब सजिलै छ होइन अब भाषा अब यसरी चाहिँ कसैले मेरो घरमा धेरै हुन्छ चेक गरिदिनु पऱ्यो भनेको खण्डमा पहिला सुरु 1 नम्बरमा चाहिँ त्यो घरको मिटर ठिक छ कि छैन त्यो चाहिँ चेक गर्नु पऱ्यो कहिलेकाहीँ त्यो चटेक सटेक पर्दा त्यो मिटरलाई हाल्नेछ र त्यो भाग्ने हुन्छ त्यतिखेर चाहिँ मिटरको खराबी मिटरको खराबीले पनि पैसा उठाएको उठाएर भए पनि हामीले तिर्नै पऱ्यो त्यो चाहिँ कोही एक ठाउँमा त किरानै छोड्यो फेरि 10-12,000 तिर्ने त्यो पत्रकारितै गर्नु छ होइन ठुलै पत्रकार बाबुराम काजी भन्ने चाहिँ हुन्छ प्रकाशको नाम चाहिँ सुनेको छ नाम चाहिँ सुनेको गोर्खा पत्रको अब त निकै ठुलै भइसक्यो हाम्रै विद्यार्थी हो धेरै पहिला हामी यहाँ पढ्दा पढ्दै पत्रकारितामा लाग्नु अहिले त निकै फुलतिर चलिसक्यो प्रकाशको घर चाहिँ यहाँ इन्जिनियर पनि छ बाबुराम के भन्नुहुन्छ बाबुराम के पो भन्नु भने बाबुराम काराती कपाल पाल्नु भएको छ कपाल त लामो छ ए देखेको छु मैले अनि उहाँले लेभल 2 पनि गर्नुभएको छ कहिलेकाहीँ तालिमहरू पनि कहीँ फटाफट पढाइहाल्नुहुन्छ केटाउले हुन्छ कपाल पाल्नु भएको छ उहाँको विशेष चाहिँ टिचर हुनुहुन्छ चिन्छु म कपाल कहिलेकाहीँ पालेको हुन्छ पालेको हुन्छ मैले भेटेर चाहिँ पाल्नु भएको उहाँको चाहिँ घरमा त्यस्तो चट्याङ पर्दाखेरि त्यो मिटर बिग्रेछ अनि मलाई बोलाउनु पऱ्यो सिक्यो भने सबै थोक जाने भयो अरे होइन चट्याङले हाल्यो मेन्चुसेन्चु पड्केर सबै प्याकेजतिर छर कस्तो भएको छ त्योहरू फेक्यौँ होइन अनि अघि चाहिँ गाड्न बाँकी पछि अघि पनि गाड्नु